ल फोन आएछ हौ, कसको फोन आयो हौ? किरण। हेलो हजुर, म ज्याङ्गो दा बोलेको। ज्याङ्गो बोलेको। केटाहरू चाहियो? के को लागि हौ? काट्नुको लागि चाहियो? के काट्नु हौ? ए 10 जना जस्तो चाहियो? ए बाँस काट्नुको लागि? ल ठिकै छ, अहिले पठाइदिन्छु। ल ल ल ल एकछिन नेट हेर्नु पर्यो, नेट खोल्नु पर्यो। खै नेटमा पनि के हेर्नु, खालि त्यही कमेडियन भिडियोहरू हेर्दै ठिक्क हुन्छ। नाचेको हेऱ्यो, हाँसेको हेऱ्यो, त्यत्तिकै जान्छ दिन। हो त्यसो भन्दा चलाउनु हुँदैन फोन त। आयो फेरि उसको फोन। अब नउठाउनु पनि रिसिन्छ होला हो, उठाउनै पर्यो, उठाइदिनु पर्यो। हेलो ए अघि पनि फोन गरेको थियो? ए म अघि त तलतिर डुल्नु गएको थियो, यसो खुट्टा सदाउनुको लागि नि। यसो कोही बेला बाहिर पनि निक्लिँदै गर्नुपर्छ भनेर नि। कति बस्यो होला यहाँ भुँडी लागिसक्यो। ए हो ल हो भनेपछि त कहिले जाने? शुक्रबार गएर आइतबार मात्रै आउने? ला हो, अब 2 दिन त मलाई बोरिङ हुने रहेछ। बेलुका यसो तिमीसँग टाइम पास हुन्थ्यो हो, बातसात गर्नु। अहिले बुढी छैन घरमा हो र नि। र कहाँ हो, बेला बेला त फोन गर्छ नि, के गर्दैछ भनेर हो। ए अब 2 दिन चाहिँ फोन नगर्दा पनि भयो कि दिउँसोतिर गर्नु? ए दिउँसो गर्दा हुन्छ? ए ल ल ल ल तिमीले मिस कल गर्छौ? ए ल त्यति बेला गर्नु। ल ल ल ला फेरि आयो बुढीको फोन। राख राख राख, अनि फेरि रिसिन्छ। हेलो बुढिया बोलेको? ए के गर्दैछौ अन्त? मलाई अघिदेखि फोन गरेको, इङ्गेस आयो अरे मेरो फोन। नढाँडा बित्थामा कहाँ, म त यहाँ नेट हेर्दै थिएँ। खै तिम्रो मिस कल एउटा पनि आएको छैन त। भिडियो कल गरेको थियौ? के हो र? अन्त ठिकै छौ तिमी? बस अलिक दिन माइतमै। अहिले छुट्टी पनि छ हो, अलिक दिन बस। 3 दिन जस्तो बस न। ए ल ल ल तिमी आएपछि चाहिँ त्यहाँदेखि चाहिँ हामी एकपल्ट सिलगढी जानुपर्छ हौ। त्यो 1-2वटा सामान ल्याउनु छ। ल ल ल तिमी आइहाल न। अन्त भिडियो कल गर्ने? नगर 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 भिडियो कल, वाक्कै लाग्छ यो भिडियो कल गरेकोले पनि। नगर, अब म त एकछिन सुत्नु पर्यो भन्दैछु। अब मलाई फोन नगर है ल। हो यसरी ढाँट्नुपर्छ क्या।